हेलो गाइज, गुड मर्निङ एन्ड वेलकम ब्याक टु माई न्यू ब्लग, न्यू डे न्यू ब्लग। आज पनि म बिहानै निस्किसकेको छु, घरबाट घाँस लिनको लागि जाँदैछु। आउनुहोस्, आजको चाहिँ बाटो चाहिँ डेन्जर छ, तपाईँलाई देखाउने छु कस्तो हुन्छ आजको ब्लग। हेरेर साथ दिनु होला। अच्छा ठीक है, समझ गया। ल साथीहरू, म चाहिँ अहिले आइसकेको छु यो चाहिँ खोलामा। हेर्नुहोस् गाइज, होइन यस्तो छ कि यहाँ चाहिँ यस्तो हिलो न हिलो चाहिँ यस्तो साह्रो परिरहेको छ, तर यहाँमा चाहिँ हिँड्नुपर्छ होइन। यस्तो छ माथितिर खोला, अनि यहाँनिर यो ढुङ्गा चाहिँ बर्खामा चाहिँ पुरै नागिरहेको हुन्छ खोलोले गर्दाखेरि एकदम बढेर। र अहिले चाहिँ यसरी चाहिँ चलिरहेको छ हाम्रो गाउँतिर। यो ढुङ्गामा चाहिँ म आजभन्दा करिब 10-15 वर्ष अगाडि बस्ने गर्थेँ। यहाँनिर गाउँमा बसेर चाहिँ ओखर फुटाएर खाइन्थ्यो। सायद आज त्यो पलको याद आउँदैछ, बालापन थियो त्यति बेलामा। हेर्नुहोस् गाइज, यस्तो थियो। माथिको डाँडातिर चाहिँ गोरु चराउन ल्याउँथे, गोरुहरू ल्याएर चाहिँ चराउन आइन्थ्यो है। अनि यस्तै छ जिन्दगी। मान्छेको कति बेला कहाँबाट कहाँसम्म पुग्छ, के हुन्छ भन्ने कुरो थाहै छैन होइन। गाइज हेर्नुहोस् न, यहाँको बस्ती चाहिँ यस्तो जङ्गलको बिचमा पनि यस्तो बस्ती बसेको छ, तर रमाइलो छैन होइन। हेर्नुहोस् चारैतिर जङ्गल छ। बाटो भनेको यस्तो छ कि यस्तो डेन्जर बाटोमा हिँड्नुपर्छ यसरी। आउच ल गाइज, हेर्नुहोस् त यहाँबाट कसरी खस्यो भने चाहिँ गाइज हेर्नुहोस् ऊ तल पुगिन्छ कि। लास्ट चाहिँ डेन्जर छ कि गाइज, होइन हेर्नुहोस् त ढाङको बाटो है गाइज। अलमोस्ट हामी पुगिसकेका छौँ। हेर्नुहोस् त यो पारिको जङ्गल, अनि यहाँ चाहिँ घाँस यसरी राखेको छ रुखमा। हामी चाहिँ यसरी राख्छौँ घाँसलाई। म चाहिँ घाँसको भारी बनाउँदैछु है। अब यसरी चाहिँ लगाइ मैले बिटो लगभग बाँधिसकेको छु। हेर्नुहोस् जिन्दगी यस्तै हो। ओके गाइज, फाइनली भारी चाहिँ बाँधिसकेँ होइन गाइज। अब चाहिँ म घरतिर हिँड्छु गाइजहरू है। अब कस्तो भएको छ भिडियो हेर्नु होला। ल है गाइज, म चाहिँ लागेँ है त। गाइज गाह्रो भइरहेछ गाइज मलाई। गाइज बाटो चाहिँ यहाँ डेन्जर छ है। हेर्नुहोस् त यहाँबाट कसो गर्दा लड्यो भने सिधै तल खोलामा पुगिन्छ गाइज। यस्तो डेन्जर बाटो छ है। म जाँदैछु।
गाइज लास्टै गाह्रो भइरहेछ मलाई। दिउँसै तारो देखिरहेछ गाइज, नाकबाट सिकान पनि आइसक्यो। हेर्नुहोस् अघि जाडो भएको थियो, अहिले गर्मीले पनि सताइरहेको छ। यहाँनिर यहाँ करेन्ट लागिरहेछ यहाँ यहाँनिर गाइज। गाइज यति मेहनत गरेर भिडियो बनाइरहेको छु, एउटा लाइक र एउटा मिठो कमेन्ट गरिदिनुहोस् न है। तू समझा? हाँ। नहीं तू समझा नहीं। समझ रहे हो? के गाइज हिँड्दै हिँड्दै गर्दा अहिले म पुगिसकेको छु खोलाको नजिकै। यो पुलमा चाहिँ तुसारो परेछ कि गाइज, हेर्नु न। अनि तुसारो परेर ठाडो जमेको छ, तर यस्तो चिप्ल्यो भने धन्नै खोलामा पुगिन्छ है गाइज। हेरौँ है कस्तो, मलाई कता कता डर पनि लागिरहेछ यसमा हिँड्नलाई। गाइज अहिले चाहिँ यहाँ पुगिसकेको छु। अनि तपाईँले देख्नुहुन्छ यहाँ घट्ट पिस्ने काम चाहिँ यही हुन्छ। हाम्रो घट्ट पिस्न आउने ठाउँ चाहिँ यही हो गाइज। सायद अघिल्लो भिडियो मैले यहाँ घट्टको भिडियो पनि राखेको थिएँ, कतिले हेर्नुभएको छ कसैले हेर्नुभएको छैन। घट्ट पिस्नलाई यहीँ आउँछ हाम्रो अर्ग्यानिक मकै गहुँहरू पिस्नको लागि भने। अहिले यही हो गाइज, अब अगाडि बढ्दैछौँ। धेरै टाढा छ बाटो चाहिँ, लगभग 1 घन्टाभन्दा बेसी भइसक्यो हामी हिँड्न थालेको। यात्रामै छौँ निरन्तर अगाडि। अहिले त लगभग गाउँ पुग्नै लागिसकेको छौँ। यहाँ चाहिँ रोड पनि भेटिरहेको छ, अगाडि चाहिँ डेन्जर बाटोमा हिँडेर आइयो, बट अहिले भने गाउँ पुग्नेवाला छौँ। अबको 15 मिनटपछि सायद घर पुग्छौँ भन्ने लागिरहेछ। यस्तै छ गाइड, हिँडिरहेको छौँ एयरफोन लगाएर गाना सुन्दै मस्त तरिकाले हिँडिरहेको अवस्था। तर भने अच्छा गरौँला भने लास्टै भइरहेको छ, कहिले घर पुग्ला जस्तो भइरहेको छ। अनि के अरे पानी पिउन चाहिँ लास्टै प्यास लागिरहेको छ पानीको चाहिँ, तर पानी नभेटेर आकुल बाकुल भइसकेको छ गाइज। म घाँटी सुकिसकेको छ, बोल्न सक्ने अवस्थामै छैन, सासै फेर्न गाह्रो भइरहेको छ किनकि यहाँनिर उकालो रहेछ कि भएर गाइज। ओके गाइज, लगभग म घर पुग्नेवाला छु, पुगिसकेको छु। अब एकछिनमा मलाई हल्का भइहाल्छ। हेर्नुहोस् गाइज, ओ माई गड पुगिसकेँ घर गाइज। अनि गाइज ओहो मरे बाबरे गाइज, ढाड नै सिधा भइदिएर आयो कि नै गाइज। लास्टै थाकेर आएँ, यो गर्दन पनि टेढा भयो मेरो। अनि यस्तै छ यार, गाउँघरतिरको जिन्दगी कामकाज गरेर बिताउन निकै गाह्रो छ, तर जे छ त्यस्तै छ भनिन्छ नि। एउटा गीत कुनै बेला चलेको थियो, सायद मेरो लागि फिट हुन्छ जस्तो पनि लाग्छ। भुइँसी पाल्छ गाउँतिरै बसेर, मलाई अमेरिका यही मलाई अस्ट्रेलिया यही भन्दै त्यस्तै जिन्दगी कता कता भइरहेको छ मेरो पनि आजभोलि होइन गाइज। पसिनाहरू पनि आइरहेको छ, जाडो भने निकै थियो अगाडि जाँदाखेरि, तर अहिले भने पसिना निकै आइरहेको छ। अनि घाम चाहिँ लागेको छैन गाइज होइन। हेर्नुहोस् न, हाम्रो चाहिँ लगभग 10 बजिसक्यो, सायद 10 हुन लागिसक्यो। घाम झुल्किएको पनि छैन किनकि एकदम घाम ढिलो लाग्छ हाम्रो गाउँमा। पुसमाघमा चाहिँ अलिकति जाडो धेरै हुन्छ। हेर्नुहोस् त गाइज, माथितिर उपारी पाखामा चाहिँ घाम लागेको छ, तर यहाँ भने घाम आएको छैन। गाउँतिर हेर्न सक्नुहुन्छ तपाईँले। सो त्यस्तै छ आजको यात्रा। आजको बिहान चाहिँ यसरी बित्यो। अनि स्टार्टिङमा मैले चाहिँ भ्लगिङ सुरु गरिरहेको छु। हजुरहरूको माया र सपोर्ट एकदमै खाँचो छ। प्लिज भिडियो हेरेर एक लाइक र सब्सक्राइब गरिदिनु होला च्यानललाई, किनकि तपाईँहरूको एक लाइकले मलाई चाहिँ धेरै सपोर्ट हुनेछ। अनि अब स्टार्टिङ पोइन्टमा हो कि कमी कमजोरीहरू छ भने कमेन्ट बक्समा कमेन्ट गर्नु होला। कमेन्ट बक्स खुला नै छ, प्लिज केही मिठो कमेन्ट गर्नु होला। के कुराहरूमा चाहिँ कमी कमजोरी छ भने
अब यस्तै हो जिन्दगी है, गाउँघरतिरको जिन्दगी यसरी नै चलिरहेको छ, घट्टा पसल घाँस दाउरा गर्दै। साथीहरू त्यही नै भन्न चाहेँ। ल आजको भिडियो यहीँसम्म र अहिलेसम्म भिडियोमा हेर्नु भएको छ भने पक्कै पनि कमेन्ट चाहिँ गर्नुहुन्छ भन्ने मैले आशा गरेको छु। एउटा कमेन्ट चाहिँ गर्नु होला। अनि अहिलेसम्म भिडियो हेरेर साथ दिने साथीहरूको लागि थ्याङ्क यू सो मच एन्ड लभ यु अल भ्युअर्स। नेक्स्ट डे नेक्स्ट ब्लगमा मिल्ने बाचाको साथ अहिलेलाई भने छुट्टिन चाहन्छु। बाई बाई, टेक केयर अल अफ यु।